नम्बर 4, सहनशीलताले सफल बनाउँछ भन्ने बुझ्नुहोस्। सहन सक्नु पनि एक शक्ति हो। यो शक्ति जो कोही मानिससँग हुन सक्दैन, जसको कारणले गर्दा संसारका कम मानिसले मात्र सफलता हासिल गरेका छन्। त्यसकारण यदि तपाईँ पनि सफल बन्न चाहनुहुन्छ भने तपाईँले आफूमा सहनशीलता भर्नुहोस्। लेखक डेभिड गगिन्सले आफ्नो पुस्तकमा यही बताएका छन्। डेभिड र उनको आमालाई जब उनको बुबाले घरबाट निकाले, त्यसपछि उनीहरू उनको मामा घरमा हजुरबुबासँग बस्न थाले। हरेक दिन हजुरबुबाले उनलाई बिहान 5 बजे उठाउने गर्थे र काममा लगाउने गर्थे। आफूले पनि काम गर्ने गर्थे। एक दिन हजुरबुबाले आफ्नो साथीको गाडी बनाउँदै थिए। त्यही बेला उनको हातमा चोट लाग्यो र उनको हातबाट रगत बग्न थाल्यो। यो कुरा गगिन्सले देखिरहेका थिए। गगिन्सलाई लागेको थियो कि अब उनको हजुरबुबा दुखी हुनेछन् र चिल्लाउनेछन् वा आफ्नो काम गर्न छोड्नेछन् र आफ्नो साथीसँग रिसाउनेछन्। तर उनको हजुरबुबाले यस्तो कुनै पनि प्रतिक्रिया देखाएनन्। उनले आफ्नो साथीको गाडीलाई राम्रोसँग बनाइदिए र पठाए। त्यसपछि उनी घर आएर आफ्नो श्रीमतीसँग हस्पिटल गए। यो घटनापछि डेभिडले बुझे कि मानिसमा सफल हुनको लागि सहनशीलता हुनु आवश्यक हुँदो रहेछ। यही कुरा उनले आफ्नो जीवनमा भरे र सफलता हासिल गरे। यदि तपाईँ पनि डेभिड गगिन्स जस्तै सफल बन्न चाहनुहुन्छ भने तपाईँले पनि सहनशील हुने शक्ति आफूमा भर्नुहोस्। यो शक्तिले तपाईँलाई पनि एक दिन सफलता हासिल गर्नको लागि सक्षम बनाउनेछ भनेर नेभर फिनिश पुस्तकबाट हामीले सिक्न सक्दछौँ।